सबै भरेकै ठाउँमा थुपारौँ है। हामीसँग छैन घाँस चाहिँ गरौँ होला हौ, घाँस चाहिँ नहालौँ होला यहाँ। घाँस त त्यहाँ हाल्नु त अट्दैन। हाम्रो साथीहरू कता छरिनु भयो? मजाले गर्नु है, मजाले। कति काम गरियो खेतमा जमानामा अहिले पो
अस्पतालमा छौँ हामी र यो नियमित मासिक कार्यक्रम अन्तर्गत बृहत सरसफाइ तथा सचेतनामूलक कार्यक्रमहरूको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी गौरव परिवार अर्थात् गौरव नगरले राखेको हो र यो आज 2082 साल वैशाख 27 गते नगर अस्पतालको प्राङ्गणमा चाहिँ सरसफाइको कार्यक्रम भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गौरवको टिमले चाहिँ मासिक रूपमा गर्ने यो सरसफाइ कार्यक्रमहरूलाई चाहिँ अगाडि बढाएको छ।
तैँले पोलिस अनि भरे रेकर्डै हालिदिनु तपाईँहरूको अहिले बाहिर बाहिर क्या बाहिर अहिले होइन जोडिएको हुन्छ कि यो त यहाँ भिजुअल गरिसकेको छ नि त यो आजको विषयमा चाहिँ अहिले म सोध्छु क्या सबैजना यहाँ 2-3 जना कतिजना हुनुहुन्छ यहाँलाई सम्पूर्णमा नमस्कार यो एउटा अभियान हामीले राष्ट्रिय स्वतन्त्र पार्टी गौरादह नगर समितिले चाहिँ हाम्रा 9वटै वार्डहरूमा प्रत्येक हामीले नगरको प्रत्येक मासिक बैठकको हामीले एक-एकवटा वार्डमा गरेर चाहिँ मासिक बैठक बस्ने र मासिक बैठक जुन वार्डमा बसिन्छ पालैपिलो गर्दै त्यही अन्तर्गत चाहिँ सफा सुग्घर अभियान अथवा श्रमसँग जोडिएका र मिल्दै खर्च कम लाग्ने र एउटा स्वच्छ सफा अभियानसँग जोडिएर चाहिँ गऱ्यो भने समाजमा प्रत्यक्ष लाभान्वित हुने स्वच्छ सफा नगरी बनाउनको लागि सबैभन्दा गहन भूमिका त्यहीका नगरवासीको हुने भएका कारणले गर्दा हामीले आज यो 1 नम्बर वार्ड अन्तर्गत अवस्थित सामुदायिक अस्पताल गौरादह नगर अस्पताललाई चाहिँ आज हामीले यो अभियानको रूपमा लिएका छौँ र यहाँ प्रत्येक एउटा स्वास्थ्यसँग जोडिएको गौरादह नगर अस्पताल भनेको चाहिँ यहाँका गौरादह 9वटै वासीहरूको लागि चाहिँ प्रत्यक्ष एउटा स्वास्थ्य सरकारसँग जोडिएको एउटा स्वच्छ सफा अभियान राख्यो भने यहाँ औषधि उपचार गर्न आउने पनि प्रत्येकले स्वच्छ सफा वातावरणमा रहेर औषधि उपचार गर्दा पनि लाभान्वित हुने र देख्दै सुन्दर सफा र आकर्षक हुने भएका कारणले गर्दा आज हामीले यस गौरादह नगर अन्तर्गत रहेको नगर अस्पताललाई निरोजेका छौँ र यो अभियान हाम्रा 9वटै वार्डमा प्रत्येक मासिक बैठकमा हुनेछ र हामीले सार्वजनिक स्थलहरू अस्पताल विद्यालय सार्वजनिक मठ मन्दिरहरू चौतारा बजार एरियाहरू हरेक क्षेत्रलाई चाहिँ हामीले सफा सुग्घर गर्ने अभियानकै रूपमा हामीले चलाएका छौँ भन्दै मेरो आफ्नो विनय यहीँ अन्त्य गर्छु धन्यवाद सबैजना नमस्कार म राष्ट्रिय स्वतन्त्र पार्टी गौरादह वार्ड नम्बर 4 सभापति दीपक सापकोटा यसरी आज हाम्रो सरसफाइ कार्यक्रम नगर अस्पताल सरसफाइ कार्यक्रम गर्दाखेरि नगरपालिकाको छेउछाउको भित्ताहरूमा हामीले यसरी सिरिजहरू पायौँ जुन सिरिज चाहिँ यो नगर अस्पतालको जो सिरिजहरू पायौँ जुन सिरिजहरू चाहिँ यो कहिले पनि डिस्पोज हुँदैन यिनीहरू जतातत्र फ्यालिएको अवस्थामा हामीले भेला पार्यौँ र यो कुरा चाहिँ योसँग विषय सम्बन्धित व्यक्तिसम्म जाओस् र यस्ता चिजहरू हामीले नगर अस्पतालको जतासुकै फ्याल्नु हुँदैन यसलाई चाहिँ नदेखिने ढङ्गले केही कुनै माध्यमबाट डिस्पोजल गरेर हामीले बाहिर राख्नुपर्छ भन्ने जानकारी यहाँहरू समक्ष गराउन चाहन्छु ओके नमस्ते म सविता मिश्र पौडेल गौरादह 1 को राष्ट्रिय स्वतन्त्र पार्टीको महिला सदस्य हस्पिटल भनेको एकदमै सरसफाइ हुनुपर्छ यहाँ आउने भनेको बिरामी कमजोरी मान्छेको लागि चाहिँ उहाँहरूलाई एकदम स्वास्थ्य वातावरण स्वच्छ वातावरण चाहिन्छ स्वच्छ वातावरणको लागि यो हरेक कुराहरू फोहोरहरू वरिपरि नराखिदिनु हुन म अनुरोध गर्दछु यहाँ
नमस्कार सबैजनालाई। आज चाहिँ हामीले विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी गौरादले चाहिँ एउटा सामाजिक अभियान अन्तर्गत गौरादा नगर समितिको प्रथम ऐतिहासिक अधिवेशन पश्चात हामीले सामाजिक कार्यक्रम के गर्ने भनेर भन्दा हामीले पहिलो अधिवेशनको पहिलो बैठकमा चाहिँ हामीले कम्तीमा पनि 1 महिनामा एक पटक चाहिँ हामी जनतासम्म प्रत्यक्ष पुग्ने एउटा अभियान जोडौँ न भन्ने अभियान स्वरूप हामीले पहिलो बैठकमै के निर्णय गर्यौँ भने प्रत्येक महिनाको अन्तिम शनिबार हाम्रो नियमित बैठक बस्छ। त्यो नियमित बैठक बस्दाखेरि प्रत्येक बैठक चाहिँ नगर पार्टीको नगर कार्यालयमा मात्र नभएर प्रत्येक वडामा 1 नम्बर वडादेखि यो सुरु भएर 9 नम्बर वडासम्म प्रत्येक महिनाको फरक वडामा गएर 1 देखि 9 सम्म वडामा गर्ने भन्ने हामीले जुन निर्णय गरे बमोजिम विस्तारित बैठक हामीले नियमित बैठकलाई विस्तारित बैठकको रूपमा दिएका छौँ। हामीले यो बैठकमा हामी साँगुरिएर समितिको व्यक्ति मात्र भन्दा जिम्मेवार व्यक्तित्वहरू र यो संस्थालाई विशेष गरेर सङ्गठनलाई माया गर्ने सम्पूर्ण व्यक्तित्वहरूलाई जोडेर उहाँहरूको सल्लाह सुझाव लिनको लागि भनेर हामीले विस्तारित बैठकको स्वरूप नै एउटा ढाँचा तयार पारेका छौँ र त्यो बैठक पश्चात हामीले मासिक कार्यक्रममा यही कार्यक्रम बृहत सरसफाई तथा सचेतनामूलक कार्यक्रम भनेर हामीले लिएर आएका छौँ। बैठक बस्छौँ। बैठक बसे पश्चात हामी सरसफाई आज चाहिँ हामीले सरसफाई कार्यक्रम गौरादा नगरपालिकाको वार्ड नम्बर 1 स्थित गौरादा नगर अस्पतालमा हामीले सरसफाई कार्यक्रम लिएर आएका छौँ। यसमा जोडिनुहुने सम्पूर्ण महानुभावहरूलाई विशेष गरेर हामीलाई विश्वास गरेर यस राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर सहभागिता जनाउनुहुने तपाईँहरू सम्पूर्णलाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ। वास्तवमै राष्ट्रिय स्वतन्त्र पार्टीको मूल नारा भनेको आर्थिक पारदर्शिता, सुशासन र सम्पूर्णलाई समान न्याय भन्ने मूल नारालाई आधार मानेर हामीले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको गौरादह परिवारले चाहिँ आज यो सरसफाई कार्यक्रमलाई अगाडि बढाएको छ र यो सरसफाई कार्यक्रम भनेको चाहिँ तपाईको प्रत्येक महिनाको एकचोटि गर्ने भनेर हाम्रो गौरादह नगरपालिकाको चाहिँ 9वटा वार्डमा हामीले यो कार्यक्रमलाई अगाडि बढाउने भनेर हामीले अगाडि बढेका छौँ र यस अन्तर्गत परिस्थिति अनुसार बीचमा पनि हामीले यस्ता कार्यक्रमहरू गर्न सक्छौँ भनेर आज हामीले गौरादह वार्ड नम्बर 1 मा रहेको चाहिँ गौरादहको नगर अस्पतालको चाहिँ वरिपरि सरसफाई गरिरहँदाखेरि हामीले आयोजकको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी भए तापनि हामीले यसभित्र भनेको ब्यानरहरू कुनै पनि प्रचार प्रसारका सामग्रीहरू पार्टीको झन्डाहरू हामीले भित्र प्रयोग गरेका छैनौँ र यो सख्ता हामीले मनाइ गरेका छौँ र अहिले हामी बाहिर चाहिँ यो अवस्थामा चाहिँ तपाईहरूलाई यो कुराको जानकारी गराइरहेका छौँ र वास्तवमै सरसफाई गर्ने भन्ने कुरा चाहिँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ कुनै स्टन्टबाज गर्न खोजिएको होइन र एक दिन आज हाम्रो अभियानले सरसफाई गरेर यो सधैँभरि सफा हुने कुरा भन्ने कुरा पनि होइन र हाम्रो उद्देश्य के हो भनेदेखि हामी कुनै पनि सङ्घ संस्था अथवा एउटा व्यक्तिगत परिवारका हिसाबले होस् चाहे सङ्घ संस्थाको हिसाबले होस् हामी जहाँ जहाँ रहेका छौँ त्यो ठाउँमा भएको विविध यस्ता फोहोर मैलाहरू चाहिँ हामी स्वयं आफूले नै सचेत भएर सजग भएर गर्नुपर्छ, यो अभियानलाई सार्थकता दिनुपर्छ भनेर हामीले चाहिँ एउटा एवारनेस कार्यक्रमको रूपमा यसलाई चाहिँ जनचेतना जगाउनको अभियानका अभिप्रायका रूपमा हामीले यसलाई चाहिँ लिएर आएका छौँ र एक दिन हामीले सरसफाई गरिदिने कुरा हुँदाखेरि यो तपाईँको सधैँभरि सरसफाई हुने पनि होइन। र अर्को कुरा भनेको के छ भनेदेखि हजुरको अहिले हाम्रो एउटा मानसिकतामा चाहिँ हाम्रो एउटा व्यापक चाहिँ एउटा के चाहिँ तपाईँको भ्रम फैलिएको छ भने फैलाइन्छ भने म मेरो घरको अगाडि हिँड्दै गर्दाखेरि मेरो घरको चाहिँ तपाईँको सडक पेटीमा एउटा बोतलमा ठोकिएर म लड्छु र म लडिसके पछाडि म त्यो बोतललाई हेरेर फर्किएर घरमा गएर चाहिँ एउटा चाहिँ तपाईँको स्ट्याटस लेख्छु कि मेरो घर अगाडि बोतलमा ठोकिएर म लडेँ र यो बोतल उठाइदिएन भनेर हामी स्थानीय सरकार अथवा विभिन्न सङ्घ संस्थालाई चाहिँ हामीले त्यसरी तपाईँको हामीले प्रश्न गर्ने गरेका छौँ। जबकि मेरो चेत चाहिँ मैले चाहिँ यो कुरा मैले कहिल्यै बुझिनँ कि मेरो घर अगाडिको बोतल उठाउने जिम्मेवारी मेरो पनि हो। म एउटा व्यक्ति भएर म एउटा सामाजिक एउटा परिवारको मान्छे मात्रै होइन, म एउटा यो समाजको तपाईँको सचेत नागरिक पनि हो, मेरो चाहिँ सामाजिक दायित्व पनि छ भन्ने कुरा चाहिँ हामीले अहिले बिर्सिँदै गरेको अवस्था छ। र अहिले पनि यहाँ हामीले चाहिँ यो सरसफाई गर्ने क्रममा हामीले नगर अस्पतालभित्र सरसफाई गऱ्यौँ। त्यो नगर
अस्पतालभित्रको फ्रन्ट साइडको चाहिँ भनेको सरसफाइ गरिरहँदाखेरि त्योभन्दा पछाडि अलिकति बढी फोहोर देखियो, फ्रन्ट साइडमा अलिक कम फोहोर देखियो र त्योभन्दा बाहिर भनेको यो बाहिरको पेटी भनेको यो सार्वजनिक अस्पताल परिसरभन्दा बाहिर जो चाहिँ सार्वजनिक बाटोहरू छ यो बाटोको पछाडि भनेको तपाईँको यहाँ व्यापक झारहरू उम्रेको छ र यहाँ वरिपरि घरहरू पनि छन्। वास्तवमै मैले उहाँहरूलाई लक्षित गर्न खोजेको होइन, र पनि यहाँ एक दुईजना एउटा चाहिँ तपाईँको व्यक्तित्वहरूले के भन्नुभयो भने चाहे उहाँकोहरू यहीँको पेरिफेरीको हो या अन्तको हो म चिन्दिनँ, उहाँहरूलाई जान्दिनँ। उहाँहरूले के प्रश्न गर्नुभयो भने यो वरिपरिको अझै उखाल्दै देखिनुहुन्थ्यो नि, यो सफा गर्दै देखिनुहुन्थ्यो भनेर हामीलाई चाहिँ यहाँनिर यो चाहिँ नगर अस्पतालको कम्पाउन्डको पेरिफेरीको बाहिरको झार पनि उखाल्दिए हुन्थ्यो, सफा गर्दै देखिनुहुन्थ्यो भनेर उहाँहरूले भन्नुभयो। म उहाँहरूलाई के भन्न चाहन्छु भने प्लिज यो सरसफाइ गर्ने कार्यक्रम भनेको हामीले एकजनाले गरेर हुँदैन र यो हाम्रो अभियानले मात्रै सम्भव छैन। तपाईँहरूको पेरिफेरीको अगाडिको वरिपरिको सरसफाइ गर्नेदेखि लिएर कार्यक्रमहरूदेखि लिएर हर कुराहरू तपाईँहरू पनि जाग्नुहोस्, गर्नुहोस्, तपाईँहरूले आफ्नो कर्तव्य हो भनेर सम्झिनुहोस् भनेर हामीले यो खालको जनचेतना चाहिँ हामीले अभिवृद्धि गर्न खोजेको। र वास्तवमै राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको अब आगामी दिनमा भनेको स्थानीय चुनावदेखि लिएर तपाईँको सङ्घ र प्रदेशको चुनावहरू हाम्रो चाहिँ आउँदैछ र हामी अहिले स्थानीय स्तरमा चाहिँ हामीलाई पहिचान गराउने हाम्रो चाहिँ तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टीका चाहिँ अगुवा कार्यकर्ता नेताहरू कस्ता छन् भनेर पहिचान गराउने र हाम्रो अभियान के छ र हामी कस्तो नैतिक धरातलमा उभिएका व्यक्तिहरू छौँ, हामी चाहिँ कुन अवस्थाबाट गुज्रिरहेका छौँ, हाम्रो आनीबानी के छ भन्ने कुराहरूको चाहिँ हामीले सशक्त ढङ्गले चाहिँ गौरदा नगरवासीहरूलाई बुझाउनु पर्नेछ, देखाउनु पर्नेछ, सुनाउनु पर्नेछ। वास्तवमै आज हामी खाली बोतल, खाली तपाईँको चाउचाउका प्याकेटहरू, खाली तपाईँको गुड्काका प्याकेटहरू हामीले सरसफाइ गरेर उठाउँदै हिँडेर चाहिँ हामी अभियानमा हिँडेका छौँ। वास्तवमा हामीले गर्ने भनेको जनतालाई सुसूचित गराउने र हाम्रो पहिचान दिने भनेकै यी खाली बोतल र खाली प्लास्टिकका खोलहरू उठाएर नै हो। योभन्दा विकल्प हामीसँग अरू केही पनि छैन। र हाम्रो अब आगामी दिनमा आउने स्थानीय चुनावमा भनेको हामी भोरी बोतल, भोरी चाउचाउका प्याकेटहरू लगायतका यस्ता कुराहरू चाहिँ हामी दिन सक्दैनौँ। र हाम्रो अभियान के हो भने हामीले जनतालाई सुसूचित गराउने हो, हामीले अवेरनेस गराउने हो र उहाँहरूलाई चाहिँ हामीले चाहिँ भोलिको चाहिँ तपाईँको नेतृत्वमा हामी यदि गयौँ र त्यहाँ तपाईँहरूले विश्वास गरिदिनु भयो भने हामी चाहिँ एउटा निष्पक्ष ढङ्गले तपाईँहरूको नगरवासीको चाहिँ हक हितमा रहेर हामी काम गर्नलाई सक्षम छौँ है, सबल छौँ है भन्ने खालको सन्देश पनि हामीले दिन खोजेको हो। र हामीसँग चाहिँ ठुल्ठुला कार्यक्रमहरू गर्ने, हामीसँग धेरै त्यस्ता चाहिँ तपाईँको योजनाहरू पनि छैनन् र हामीसँग त्यो हर कार्यक्रम गर्दाखेरि भनेको कुनै न कुनै ढङ्गले आर्थिक बाटो समेटिन्छ र हाम्रो पार्टीले त्यस्तो खालको आर्थिक बाटोहरू लगानी गर्दैन। र हामी जे जति गर्छौँ हामी स्वतस्फूर्त जागरुक सचेत युवाहरूले चाहिँ तपाईँको स्वतस्फूर्त ढङ्गले आर्थिक कलेक्सन केही डोनेसन चाहिँ आफू स्वतस्फूर्त ढङ्गले हामी स्वयं आफूले गरेर गर्छौँ। र त्यसो भएको हुनाले यो हेर्दा सानो कार्यक्रम लागे तापनि यसमा हामीले 1-2 घन्टा श्रम दिँदाखेरि हाम्रो शरीर पनि स्वस्थ हुने, पसिना पनि आउने र एउटा चाहिँ तपाईँको सन्देशमूलक कार्यक्रम सरसफाइ गर्नुपर्दो रहेछ। यत्रो चाहिँ तपाईँको फलानो ठाउँबाट अरू व्यक्तिले आएर गरिरहँदाखेरि हामीले पनि यो हाम्रो वरिपरि गर्नुपर्छ भन्ने कुरा चाहिँ एउटा सन्देश दिन चाहन्छौँ र त्यो ढङ्गले हामीले कार्यक्रम गर्न खोजेका छौँ। र यति भन्दै सम्पूर्ण यो एउटा कुनै पार्टी मात्रै रहेन, अब सम्पूर्ण सङ्घ संस्था लगायत प्रत्येक घरको व्यक्तिले आफ्नो कर्तव्य, आफ्नो जिम्मेवारी, आफ्नो एउटा चाहिँ तपाईँको नैतिक इमान्दारिता र सम्पूर्ण कुराहरू यस्ता कुराहरूमा हामी सचेत भयौँ भने पक्कै पनि हामी एउटा सचेत नागरिक भयौँ भने देश पनि तपाईँको हामीले परिवर्तन गर्न सकिन्छ, आफ्नो ठाउँ पनि परिवर्तन गर्न सकिन्छ भन्दै यस्ता कार्यक्रम गर्दाखेरि हामीले जोसुकैले गरे पनि यस्ता कार्यक्रमको हामी समर्थन पनि गर्छौँ। हामीलाई आवश्यक पर्यो भने सहभागिता पनि जनाउँछौँ र तपाईँ अरूलाई पनि यस्ता कार्यक्रमहरूमा सहभागिता जनाउनको लागि हार्दिक अनुरोध गर्दै मेरा भनाइहरू यही अन्त्य गर्दछु। नमस्कार। अब हामी चाहिँ के भन्छौँ भने यसरी हामी एक भएर जुटेर यो हस्पिटल, नगर हस्पिटलमा सरसफाइ गऱ्यौँ। दिदी बहिनी दाजुभाइहरू मान्यज्यूहरूसँग सबैले सरसफाइ गऱ्यौँ। यसै गरेर यी बाटाघाटा कहाँ हुन्छ हामीले एकजुट भएर एक हात एक साथ भएर हामी यसरी अगाडि बढेर गरौँ। जुन हामीले गरेका कामहरूलाई हामीले कसैले छि नभनोस्, अगाडि बढेर गरिसकेपछि फलाना आहो यसो भनेर भनोस्। मरेर गए पनि हाम्रो यो संस्कार रहिरहोस्। अब जुन हामीले गरेका अगाडि बढेका कामहरू हामीले गर्दै ल्याउँदैछौँ। अब पहिले हामी अलिअलि गर्दाखेरि साना थियौँ, अहिले ठुला भयौँ। अब जानेर पनि हामीले यसरी यो अगाडिको सरसफाइ कार्यक्रम, राम्रा कामहरू, राम्रा व्यवहारहरू हाम्रा साना नानीहरूलाई पनि सिकाउनुपर्छ, हाम्रो संस्कार सिकाउनुपर्छ। हामीले यो संस्कारलाई भुल्नु हुँदैन, हाम्रो परम्पराअनुसार। नमस्कार। हामीले आज यो गौरादा नगरपालिका वार्ड नम्बर 1 स्थित रहेको हाम्रो
सामुदायिक हस्पिटलमा सरसफाइको कार्यक्रम सुचारू गरेका छौँ। यसमा कुनै पनि पार्टी र व्यक्तित्वहरू भन्दा पनि समग्र सबै साथीभाइहरू आएर जुटेर सरसफाइ अभियानमा हामीले गरेका छौँ। यहाँ पार्टीको मात्रै अङ्कित पनि छैन, यसमा चाहिँ नबस्नुभएका साथीहरू पनि धेरै साथीहरू आउनुभएको छ र यो सरसफाइ कार्यक्रम यहाँ मात्रै नगरेर हामी नगरभरि नै सुचारू गर्दैछौँ र यसबाट हामीले के सन्देश दिन चाहिरहेका छौँ भने स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। त्यसकारणले स्वास्थ्य कुराहरूमा चाहिँ हेलचक्राइ नगरिकन आउँदा दिनमा सम्पूर्ण साथीहरू यो पार्टी ऊ पार्टी भन्ने छैन, हामीसँग आबद्ध भएर सरसफाइ कार्यक्रममा जोडिदिनुहोस् भन्ने चाहिँ आफ्नो भनाइ राख्दै म अन्त्य। नमस्कार। नमस्कार। अहिले हामीले गौरादा नगरपालिकाले आयोजना गरेको सरसफाइ कार्यक्रममा नगर हस्पिटलमा हामी आएका छौँ र यो नगर हस्पिटलमा सरसफाइ गरिरहँदा हामीले यहाँ मात्रै नभएर चाहिँ के हो त भन्दा गौरादामा यस्ता सामुदायिक संस्थाहरूमा र हरेक ठाउँहरूमा तपाईँको सरसफाइको अभियान चलाउनुपर्छ, एउटा अभियान गर्नुपर्छ। जस्तै वृक्षारोपणहरू पनि गर्नुपर्छ, हरेक ठाउँमा विभिन्न खालका कार्यक्रमहरू गर्नुपर्छ भन्ने खालको एउटा जनचेतनामूलक कार्यक्रमहरू चाहिँ हामीले अगाडि बढाउने हो, देखाउने हो होइन, जनतालाई सुसूचित गराउने हो। र हामीले अहिले चाहिँ तत्काल गौरादाले चाहिँ नगर समितिले यो नगर हस्पिटलमा तपाईँको सरसफाइ गरौँ भन्ने पहिलो यो साथीहरूले कार्यक्रम ल्याउनु भएको छ। यसलाई एकदम सराहनीय छ र हामी पनि उपस्थित भएका छौँ र जिल्लाको तर्फबाट नि हामी उपस्थित भएका छौँ। र अहिले अब के हो त भन्दा मुलुकमै तपाईँको चाहिँ अलिकति चाहिँ हामीले यो अभियान चलाउँदैछौँ कि जो व्यथितिको विरुद्धमा, तपाईँको चाहिँ अत्याचारको विरुद्धमा, तपाईँको अन्यायको विरुद्धमा, जो हामीले तपाईँको चाहिँ पिछे वर्गहरूको विरुद्धमा चाहिँ हामीले के हो त भन्दा अलिक सुसूचित गराउने, मान्छेलाई तपाईँको चाहिँ अलिक जनचेतना ल्याउने खालका कार्यक्रमहरू चाहिँ लिएर आउनुपर्छ भनेर जुन हामीले नगरले आयोजना गरेको छ यो एकदम सराहनीय योग्य छ। र अबका दिनहरूमा कम्तीमा पनि हामीले यसरी गऱ्यौँ भने अन्य सबै साथीहरूले अन्य सबै गौरदावासीहरूले पनि तपाईँको यस्ता खालका कार्यक्रमहरूलाई अगाडि बढाउनुहुन्छ भन्ने मलाई लाग्छ र अगाडि बढाउनु पनि पर्छ भन्न म चाहन्छु र यहाँहरूलाई नमस्कार भनेर बिदा हुन्छु। धन्यवाद।